दोङज्यू जिल्ला सदस्य अगाडि आउनु होला। नवनिर्वाचित जिल्ला कमिटीलाई एकदम हुन्छ। ओहो म त मैले ल्याएको छ सबलाई स्वागत गर्नुपर्छ। टिकटी आके पो के एकदम लपा बाटो हो नि बाटो हो त्यो त नगर्नु न प्रितम हुन्छ यहाँ। तालीले स्वागत गर्नुहोला। तालीको लागि कन्जुसाइ नगर्नु होला। मन चाहियो मन देश बनाउने र जनता बनाउने मन चाहियो। धन्यवाद उहाँलाई तालीको अलि कमी भएको छ। ताली बजाई स्वागत गर्नुहोला। यहाँ हाम्रो अहिले निर्वाचित समितिलाई खादा र मालाद्वारा यहाँ स्वागत हुँदैछ। धन्यवाद प्रमुख अतिथि विशिष्ट अतिथिज्यूहरूलाई। अब यो निर्वाचित समितिलाई शपथ ग्रहण गराउनु हुन बागमती प्रदेश अध्यक्ष जिमी लामाज्यूलाई आमन्त्रण गर्दछु। निर्वाचित साथीहरू चाहिँ अधिकारदेखि लिएर जिल्लाका सदस्य साथीहरू नेतागणहरूलाई चाहिँ निर्वाचित गरेका छौँ। यही क्रममा हामीले 39 कमिटी अहिले चाहिँ नाम वाचन भएको छ। त्यसो भएको मैले तपाईँको चाहिँ यहाँ बेहोरा पढ्छु। त्यो बेहोरा चाहिँ हाम्रो शपथ ग्रहण हुन्छ। त्यो एक किसिमको कसम हो। त्यसो भएको कारणले गर्दाखेरि म भनेर खाली खाली छ। त्यसमा चाहिँ तपाईँहरूको नाम भन्ने, अब उत्तम गोम्जा अध्यक्ष भए उत्तम गोम्जा भन्ने, दिपा कार्की भए दिपा कार्की भन्ने, तपाईँहरू के नाम छ अमिनाको भए अमिनाको भन्ने होइन। जनता समाजवादी नेपालको तपाईँ केमा निर्वाचित हुनुभयो? अध्यक्ष भए अब अध्यक्ष भन्ने, उपाध्यक्ष भए उपाध्यक्ष भए, कोषाध्यक्ष सचिव सदस्य के हो? आफ्नो पदको त्यहाँ चाहिँ वाचन गर्ने
र समिति भन्ने हैन। अब समितिको चाहिँ के हो, अब सदस्य अध्यक्ष के हो हैन। त्यस सदस्य जिम्मेवारी लिएको र यसमा भनेपछि तपाईँको चाहिँ यस अनुरूप नै तपाईँको चाहिँ म भन्दै जान्छु। त्यो चाहिँ तपाईँहरूले फेरि मेरो पछि भन्नुहुन्छ नि। ल म सुरु गर्छु है त। अतिथिहरूले म अनुमति माग्दछु पनि र साथीहरूलाई पनि जानकारी गराएँ। अलिक ठुलो छ रे दाइ। ल सुरु है त। सानो छ समस्या यो चुङ्गाले बाँध्न पऱ्यो कि के हो। ल मैले सुरु गरेँ है त। अनुसूची 9 को शपथ ग्रहणको बेहोरा धारा 28सँग सम्बन्धित अब चाहिँ सुरु भयो। म भन्छु तपाईँको आफ्नो नाम भन्नु होला है त। म तपाईँको नाम भन्नुहोस्। के हो नाम तपाईँहरूको? जनता समाजवादी पार्टी नेपालको अब जिल्ला समिति होइन। अब तपाईँहरूको के पद हो? खाली छ। जिल्ला समितिको खाली के हो तपाईँहरू? पदको भन्नुहोस्। पदको जिम्मेवारी लिइरहेको यस महत्त्वपूर्ण घडीमा पार्टीको झन्डा सामु उभिएर महान शहीदहरूलाई सम्झँदै प्रतिज्ञा गर्दछु कि म सङ्घीय समाजवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा आत्मसात गर्नेछु। म पार्टीको नीति सिद्धान्त र उद्देश्यलाई दृढताका साथ अनुसरण गर्दै पार्टी विधानलाई इमानदारीताका साथ पालना गर्नेछु। म निजी वा व्यक्तिगत स्वार्थबाट माथि उठेर स्वच्छ एवं नैतिक आचरणयुक्त जीवन बिताउनेछु। म पार्टीको गोपनीयता तथा एकता जोगाउँदै सबै खाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्न सधैँ सङ्घर्षरत रहनेछु। म स्वतन्त्रता, समानता, सामाजिक न्याय र समाजवादका लागि लडिरहनेछु। जनता समाजवादी पार्टी नेपाल जिन्दाबाद। आदरणीय वीर शहीदहरू अमर रहून्, अमर रहून्। ल धन्यवाद। तपाईँको कार्यकाल सफलताको शुभकामना।